झ्याम झ्याम बाजा बजाएर स्कुलमा भोज खुवाएर मेरो लालालाई भित्राउला भन्ने कत्रो सपना थियो मेरो। साला यसको बुढीले गर्दा अब स्कुलमा भोजै खुवाउनु नपाउने भन्यो यार। साला तमलाई लालासँग बिहे गर्न पाएन भन्ने चिन्ता हो कि स्कुलमा भोज खुवाउन पाएन भन्ने चिन्ता हो? मैले दुःख पाए देखेन, किन गर्नु पर्यो बे? साथीले मात्रै दुःख पाएको त कसरी हेर्नु हो? हामीलाई पनि दुःख पाउने मौका देऊ न हो राजा। हरिप्रसादको छोरीलाई त्यसको झ्यालबाट मेरो झ्यालसम्म आउने बाटो बनाइदिनु पर्यो राजा। लौ न त्यति चाहिँ गरिदिनै पर्यो। सुन्नुहोस् त, यहाँ हरिप्रसादजीको घर कहाँनिर होला? किन होला? उहाँको छोरीको हात माग्न आएको। म पुर्याइदिइहाल्छु नि।